नमस्ते सम्पूर्णलाई। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियोलाई एक सेयर गरिदिनु होला, एक रिपोस्ट गरिदिनु होला है ल। कहिले चुनाव जित्न नसक्ने तर सधैँ लाभको पद लिने नारायण काजी, रघुजी, प्रकाश शरण, कृष्ण सिटौला तथा समानुपातिको धज्जी उडाउने आरजु राणा र मन्जु खानलाई सबैभन्दा बढी माया गणतन्त्रको लाग्छ। यदि यो देशमा नि असली गणतन्त्रवादी हो भने नि त्यो को हो भने म चाहिँ असली गणतन्त्रवादी हो क्या। एकछिनमा छेपारेले जस्तो रङ फेर्ने मान्छे गणतन्त्रवादी हुनै सक्दैन। यिनीहरूले कहिले गरी खाँदैनन्। भोट 84मा हाल्नु पर्यो जसरी भए पनि। यिनीहरूबाट त केही आशै छँदै छैन। नेपाली जनतालाई वाक्कै दिक्कै प्याक्कै भइसक्यो नेपाली जनता। कति जेल अर्काको गुलाम हुने नेपाली जनता। मलाई हेर्नु गुलाम भएको नि आज वर्षौँ वर्ष भइसक्यो। यिनीहरूले गर्दाखेरि सबैको भविष्य सकिन्छ। अब हाम्रो भविष्य हामी आफै बनाउनुपर्छ। भोट परिवर्तन प्लिज।